अघोरी त्यहाँ आउनेछ, मोक्ष दिई जानेछ। जन्मदेखि मृत्युसम्म पापै पाप गरेका छौ, एउटा पाप पखाल्नलाई अर्को पाप गर्दैछौ। त्यसैले अघोरी त्यहाँ आउनेछ, मोक्ष दिई जानेछ। शान्तिको खोल ओढेर मोहमा तिमी पर्दैछौ, मानवतालाई बिर्सिएर दानव तिमी बन्दैछौ। त्यसैले अघोरी त्यहाँ आउनेछ, मोक्ष दिई जानेछ। हर हर महादेव। हर हर महादेव। यो अघोरीको अखडामा समयमा नै आइपुग्नु भएकोमा खुसी हुँदै सरलाई स्वागत गर्न चाहन्छु। धन्यवाद। यो सर चाहिँ नभने हुन्थ्यो, बरु कि अघोरी सरै भन्नु नि। अघोरी सर अघोरी सर भन्दाखेरि अलिकति के जस्तो लाग्यो। त्यसो भए के भने त दाई भन्दा भइहाल्यो नि त। ल हुन्छ, म यो सर भन्ने शब्दलाई वापस लिँदै कति पनि ढिला नगरिकन हाम्रो कुरा अगाडि बढाउन चाहन्छु। दाइलाई मेरो अखडाको पहिलो प्रश्न राख्न चाहे। प्रश्न त गर्ने भन्नुभयो कि माइक पनि यत्रो ठुलो खालको त्यो साउन्ड भएको छ, फेरि स्वर पनि मेरो त्यति राम्रो छैन नि फेरि। अनि बोल्नु पनि अब अगाडि पर्यो, आउँदैन पनि मिलाएर के पो गर्ने होला। मलाई जहाँसम्म लाग्छ तपाईँको मन एकदम स्वच्छ छ, इगो जिरो भएको हुनुहुन्छ, जसको कारणले गर्दाखेरि जे बोल्नुहुन्छ राम्रै हुन्छ एकदम सिरियसली। र त्यसो भए दाइलाई चाहिँ पहिलो प्रश्न राख्न चाहे दाइ, यो अघोरी भनेको के हो दाइ? यस्तो कि यो अघोरी भनेको एउटा दुर्लभ र रहस्यमय साधुहरूको सम्प्रदाय हो कि कम्युनिटी। अनि यो अघोरीहरूको जीवनशैली चाहिँ सामान्य हिन्दू परम्परा जुन हुन्छ त्योबाट चाहिँ अलिक फरकै हुन्छ। अघोरीहरू बेसिकल्ली भगवान् शिवको चाहिँ भैरव अवतारको चाहिँ भक्त हुन्छ। त्यस्तो छ अघोरी भनेको। अनि यो अघोरीहरू जङ्गलमा बस्ने होइन, मसान घाटमा बस्ने थरी थरीका छन् भन्छन्, तर ठ्याक्कै भन्नुपर्दा अघोरी कति थरीका छन् त? अब भन्नै पर्दाखेरि संसारभरिको अघोरीहरू चाहिँ एउटै नै हो हुन चाहिँ, तर जस्तो कामको आधारमा चाहिँ दुईटा प्रकार भनेर छुट्याइएको छ। जस्तो कि जङ्गलमा बस्ने जो अघोरीहरू हुन्छन् उनीहरू धार्मिक अघोरी भए। उहाँहरू चाहिँ एकान्तमा साधना गर्ने अनि मृत्युको डरहरू चिर्ने, ब्रह्ममा लिन हुने गर्नुहुन्छ भने सामाजिक अघोरी चाहिँ भन्ने छ अर्को। त्यो चाहिँ वैचारिक अघोरी हो, जो चाहिँ समाजमा अन्याय, मौनता र सत्ताको जुन व्यथितिहरू छ त्यस्तोलाई चिर्छ अनि जनचेतना फैलाउँछ। अब दुइटैले अनुसरण गर्ने भनेको चाहिँ अघोरी दर्शन नै हो है फेरि। राम्रो। यो अघोरी त दाइ मोक्ष प्राप्तिको लागि ध्यान तपस्या गर्ने साधु सम्प्रदाय हुन् भन्दै गर्दाखेरि, अथवा यिनी हुन् होइन। अब यो हिसाबले त जङ्गलमा बस्ने अघोरी र समाजमा बस्ने यो वैचारिक अघोरीमा फरक त छ नै छ। अब समाजमा बस्ने वैचारिक अघोरीको दर्शन के होला, अथवा चाहिँ यो अघोरी दर्शन के हो र? अब यसलाई चाहिँ मैले के भन्छु भन्दाखेरि अघोरी समाजमै बस्नेको नभनौँ, अघोरीको पुरै दर्शनको कुरा गरौँ। अब अघोरी दर्शनको कुरा गर्दाखेरि अघोरी दर्शन भनेको समाजमा वैकल्पिक चेतना हो है। यो वैकल्पिक चेतनाको कुरो गर्दाखेरि अब यो अघोरी दर्शनले के भन्छ भन्दाखेरि शुद्ध र अशुद्धको फरक भनेको चाहिँ भ्रम हो अरे। यसलाई चाहिँ अद्वैत दर्शन भनिन्छ क्या। यो अद्वैत दर्शनले समाजमा र राजनीतिमा पनि अब हामी र तपाईँ भन्ने जुन डिफ्रेन्स छ नि त्यसलाई हटाउनु पर्छ भनेर भन्छ। भन्नुको मतलब यो दोस्रो कोही पनि छैन, दोस्रो सबै एउटै हो, सबै एउटै हो। त्यो फिजिक्समा जसरी ब्ल्याक होल भन्ने सुन्नुभएको छ नि? सुनेको छु। त्यसमा सिङ्गुलरिटी भन्ने हुन्छ क्या त्यसको कोरलाई। त्यसले सबै समय, स्थान र ऊर्जालाई एउटै बिन्दुमा चाहिँ विलिन गराउँछ अरे क्या। ब्रह्ममा पनि सबै आत्मा, चेतना शिवमा विलिन हुन्छ। जस्तो नेता र जनता बिचको दूरीलाई हटाएर सबैलाई एउटै ब्रह्मको रूपमा हेर्नुपर्छ भनेर भन्छ। सत्तामा बसेको व्यक्ति पनि ब्रह्म हो, अनि सडकमा चिचाइरहेको आन्दोलन गरेको नागरिक पनि ब्रह्म हो। तर आजको यो समाज र राजनीतिले यो अद्वैत दर्शन चाहिँ बिर्सिएको छ। नेताहरू चाहिँ सत्तामा पुगेपछि जनताहरूलाई चाहिँ एकदमै अशुद्ध अथवा अछुतै ठान्छन् के।
अब अर्को दर्शन भनेको चाहिँ कस्तो भन्दा अघोरी दर्शनको लक्ष्य नै मुक्ति भनेर भन्छ है। सांसारिक मोहबाट मुक्त भएर आत्मज्ञान प्राप्त गर्नु नै हो। त्यसैले सामाजिक अघोरीको उद्देश्य भनेको पनि सामाजिक मुक्ति हो। समाज र राजनीतिमा मुक्ति चाहिन्छ कि जस्तो पदको मोहबाट मुक्त भएर जनताको सेवा गर्ने आत्मज्ञान अथवा सेल्फ रियलाइजेसन चाहिन्छ भनेर भन्छ होइन हो नि दाइ। यो निस्वार्थ स्वच्छ रूपले जनताको सेवा गर्नु नै राजनेता हो अथवा नेता हो पनि भनिन्छ हो नि। तर यो चाहिँ अहिलेको राजनेताहरूमा अथवा भनौँ नेताहरूमा चाहिँ पाइँदैन छैन। आजको नेताहरू कुर्सीमा बाँधिदिएको छ क्या, या भनौँ अब उहाँहरूले आफैलाई कुर्सीमा बाँध्नु भएको पनि हुनसक्छ। अनि यो अघोरी दर्शनले चाहिँ सामाजिक र राजनीतिक मुक्ति गर्नलाई सिकाउँछ कि। अर्को दर्शनमा के छ भन्दाखेरि अघोरीहरू मसानघाटमा ध्यान गर्छन् कि के को लागि होला भाइ भन त? मलाई के लाग्छ भन्दाखेरि जहाँसम्म लाग्छ यो मान्छेको लागि मृत्यु नै सबैभन्दा ठुलो डर हो र त्यो डर नै हटाउनुको लागि हो कि जस्तो चाहिँ लाग्छ र के हो थाहा छैन ठ्याक्कै है। हो नि मृत्यु भनेको त खासमा त शिवमा विलिन हुने हो नि त, कैलाशमा बास होस् भन्छ नि। हजुर हामी जन्मेपछि एक दिन मरिने नै हो नि त, यो त सत्य नै हो नि त एउटा। भन्छ त सबैलाई स्वर्गै जानु छ अरे कि, तर मर्न चाहिँ कसैलाई मन छैन भनेर भन्छ नि त। सामाजिक अघोरीले पनि के भन्छ भन्दा राजनीति र समाजमा पनि मसानघाट चाहिन्छ अरे कि, जहाँनिर चाहिँ सत्ताको लोभ मर्नुपर्छ अनि झुटको अन्त्य हुनुपर्छ, अनि त्यसपछि बल्ल जनताका आवाजहरू पुनः जन्मिन्छन् कि। अब अर्को यसको फिलोसफी चाहिँ के भन्छ भन्दा अघोरीहरू चाहिँ चरम अनुष्ठान गर्छन् कि, मान्छेको हड्डी खरानी र लासहरूसँग साधना गर्छन् रे। बस यतापट्टि सामाजिक अघोरीले भन्छ समाज र देशको सेवा गर्न पनि त्यस्तै चरम साहस चाहिन्छ, जुन साहस चाहिँ अघोरीमा मात्र हुन्छ कि। किनभने यो काम गर्दाखेरि भ्रष्टाचारको अस्थिपञ्जर समात्नुपर्छ अनि नातावादलाई खरानी पार्नुपर्छ। यो साहस परम्परागत नेताहरूमा छैन कि। देख्नुभएको छ तपाईँले? छैन नि भाइ। अब कसरी हुन्थ्यो र भाइ? हाम्रा नेताजीहरूलाई नेताको अर्थ अथवा नेताको काम के हो भन्ने बुझेकै छैनन्। बुझ्नेले पनि बुझ पचाएर बसिरहेका छन्। कसरी साहस गर्छ तिनीहरूले? त्यही त होइन। अघोरी दर्शनले पनि नयाँ पुस्तालाई यस्तै किसिमको चरण अनुष्ठान गर्दै शुद्ध राजनीति गरेर देश बनाउनको लागि सिकाउँछ कि। अर्को चाहिँ यसको दर्शन चाहिँ के छ भन्दा यो अघोरीहरू जङ्गलमा बस्छ नि त होइन। त्यहाँनिर औषधि पाइँदैन, हस्पिटल हुँदैन, फार्मेसी हुँदैन। अब उनीहरू जङ्गलबाटै त औषधि खोजेर खान्छ नि त। हो, त्यही कारणले गर्दाखेरि यिनीहरूले जानेका पनि हुन्छन् कि। त्यो त उनीहरूले त उपचार गर्नका लागि पनि जङ्गलकै जडीबुटी कन्दमूल प्रयोग गरेर उपचार गर्थे। जसलाई आजभोलि चाहिँ आयुर्वेदिक उपचारमा पनि ल्याएका छन् होइन, ल्याएका छन् नि। अब अघोरीहरूलाई चाहिँ ग्रामीण क्षेत्रमा चाहिँ त्यो रोग उपचार गर्ने बाबा पनि भन्छ अरे कि। उहाँहरूले जानेको हुन्छ, मनले खाएको मान्छेलाई उहाँहरूले ल्याउँछ पनि। अब समाज र राजनीतिमा पनि यस्तै किसिमको उपचार चाहिएको छ अरे कि। यो जनता मारा सिस्टमले दिएको जनताको घाउमा मलम लाउने सिस्टम, रोग हटाउने र हराएको विश्वास पुनर्स्थापना गर्ने काम चाहिँ गर्नुपर्ने हुन्छ। यो तपाईँलाई भर्खरै भएको म एउटा घटना रिभाइभ गरिदिन्छु। यसमा कलङ्की, काठमाडौँको कलङ्की मालपोतको नोटिस आएको थियो एउटा। त्यसमा चाहिँ के भन्छ भन्दा अस्ति जेएनजीको आन्दोलन भएको बेलामा कलङ्कीको मालपोत कार्यालय डढाएछ। त्यहाँको भएको कागजातहरू सबै नष्ट भएछ। अब नष्ट भएपछि कसको कारणले गर्दा नष्ट भयो? सरकारको कारणले गर्दा। कसले नष्ट गर्यो? आन्दोलनकारीले नष्ट गर्यो। तर यहाँनिर के नोटिसमा आयो भन्दाखेरि जनताले 11 कि 12 थरीको डकुमेन्टहरू कलेक्ट गर्नुपर्ने रे, वाडामा जानुपर्ने रे, सिफारिस ल्याउनु पर्ने रे, सरजिमेन गर्नुपर्ने, हेन तेन 3 पुस्ताको फोटो टालेर एटेस्टेड गराउनु, नोटरी गराउनु, हेन तेन। अब हेर्नु है, आफ्नो प्रपर्टीहरूको अब नयाँ सिस्टम आयो, नयाँ मान्छे आए, जनतालाई राहत हुन्छ भनेको त यिनीहरू पनि पुरानै सिस्टममा गएनन् लगभग। शास्ति त उही नै भयो फेरि होइन। अहिले अघोरी दर्शन यदि मानेको भए यसको उपचार खोजिन्थ्यो कि। जस्तो कि सेन्ससमा जसरी मान्छेहरूलाई पठाइन्थ्यो घर घरमा त्यसरी नै जाने नि। कति छ र कलङ्की एरियाको मालपोत त हो नि होइन। ल जतिसुकै भए पनि नेपालभरिको पपुलेसन काउन्ट गरेर डेटा सेम्पलिङ गर्न सक्छ भने त्यही मूल्य मालपोतको काम गर्न सक्दैन? सक्दैन। त्यो त नगरेको हो नि त होइन। यो कारणले गर्दाखेरि के भन्दाखेरि यो
जनतालाई राहत दिएकै छैन। अन्त त्यही कारणले गर्दाखेरि चाहिँ अघोरी दर्शन अहिलेको समयको माग हो क्या। किनभने यो भाषण होइन क्या भाइ, यो चाहिँ उपचार हो।